ओए अझै 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 एकचोटि। हेलो गाइस, हामी चौथीमा खेल्न आउँको। सुरु गरौँ। सम्पूर्ण साथीहरुमा नमस्ते, स्वागत छ मेरो युट्युब च्यानलमा। धेरै दिनपछि आज चाहिँ ब्लगमा आइयो। अरू दिन चाहिँ के हो भने आफ्नो अब व्यस्तताको कारणले गर्दा मैले भिडियो पनि कन्टिन्यू ल्याउन सकिरहेको थिएन र व्यस्तता भन्दा पनि अब जब काम त गर्नै पर्यो, खानै पर्यो, जहिले भिडियो बनाएर त पुग्दैन। त्यही कारणले चाहिँ मैले कन्टिन्यू भिडियो ल्याउन सकिरहेको थिएन र आज चाहिँ घरमै बसिरहेको बेलामा आज चाहिँ सटरडे बाबुको छुट्टी भएको हुनाले बाबुलाई नि खेल्न ल्याएको छु। बाबु पछाडि खेल्दैछ र खेल्दैछ भन्दा नि एक कुरो उभिएर सुनेर हेरिरहेको छ र आज एकचोटि दौड न बाबु, हो त्यसरी दौड न। र बाहिर ल्याएको छु, खुसी भएर खेलिरहेको पनि छ र सकेसम्म म भिडियो कन्टिन्यू ल्याउने प्रयास गर्ने नै छु। तपाईहरु हेर्दै गर्नु होला। आज बाबुलाई यता घुमाउनु ल्याएको, एकदम खुसी भएर खेलिरहेछ। सिन पनि बबाल छ। यस्तो पर राख्नु, यस्तो पर है। हेलो गाइस, हामी चौथीमा खेल्न आउँको। घुम्नु आएको हो न? घुम्न। बिस्तारै गर ल, खेल त। हो ल, कसरी खेले घर? ल खेल त, चोटपटक नलाने गरे खेल है। ल चिप्लेटी खेल्दैछ यहाँ छोराले। ल ल ल ल ल ल चिप्लेटी खेल ल नि त, ल एकचोटि ल, छिटो नि त, ल छिटो। बेबीको मम्मी चाहिँ उहाँबाट हेर्दैछ। पछाडिको ब्याकग्राउन्डको सिन कस्तो राम्रो देखेछ। आमामा, ल त ल बाबु, ल ल ल। कसरी हो खेल्ने? ल खेल त ल, दुईजना। हो त्यसरी खेल्ने। ल ल ल यताबाट चढ, माथि चढ। ल सक्छ? सक्छ। हो त्यसरी चढ्ने हो नि त। पहाड चढ्नु पऱ्यो नि त। यो ढुङ्गा चढेर भयो त? भोलि पर्सि ठुल्ठुलो पहाड चढ्ने हो, ठुलो भएर। हिमालमा हो। सक्छ सक्दैन? हो त्यस्तो हिमालमा चढ्ने हो। सक्दैन? हो चढ्नुपर्छ है। ल जाऊँ, भयो। उता पर गएर खेल्ने। आऊ आऊ। कहाँ दौडेको फेरि? कता जहाँ गएको फेरि? त्यहाँ नजाऊ, कराउँछ, बोलाउँछ, बल्ने लाग्छ। ओए अझै 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 एकचोटि। ल फेरि 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 अझै 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 अझै। भयो। ल साथीहरू, हामी चाहिँ घुमेर पनि घर आइसके र हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नु होला र पुरानै हुनुहुन्छ भने मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला र लाइक पनि गर्नु होला। र यति भन्दै हामी अब अर्को भिडियोमा भेट्नेछौँ। अहिलेलाई यति नै।